खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम प्रदेशका 4वटा पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलमा अवस्थित एक अनुपम प्राकृतिक र धार्मिक गन्तव्य हो। विषम 2042मा स्थापना भएको यो निकुञ्ज 225 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। खप्तडको सबैभन्दा ठूलो आकर्षण यहाँ रहेका 22वटा विशाल हरिया फाँटहरू, चौरहरू हुन्। हिउँदमा सेताम्मे हिउँले ढाकिने र बर्सातमा रङ्गीचङ्गी जङ्गली फूलहरूले कालीन बिछ्याए झैँ देखिने यी फाँटहरू अत्यन्तै मनमोहक छन्। यहाँ साना ठूला थुप्रै खोलानाला र झरनाहरू रहेका छन्। खप्तड क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छ, धार्मिक रूपमा त्यति नै पवित्र मानिन्छ। खप्तड बाबाले झण्डै 50 वर्ष बिताएको कुटी आश्रम यहाँको प्रमुख आकर्षण हो। यहाँ त्रिवेणी धाम, केदारढुङ्गा, माइथान, खापरदह ताल र सहस्रलिङ्ग जस्ता पवित्र धार्मिक स्थलहरू छन्, जहाँ हरेक वर्ष गङ्गा दशहरा मेलामा हजारौं दर्शनार्थीहरू आउने गर्छन्। यहाँ सल्लो, खस्रु, भोजपत्र र निगालोका जङ्गलहरू छन्। साथै विभिन्न प्रजातिका बहुमूल्य जडीबुटीहरू जस्तै 5 औँले, निरमसी, जटामसी र रैथाने गुराँसहरू पाइन्छन्। निकुञ्जमा कस्तुरी मृग, चितुवा, हिमाली कालो भालु, रतुवा र जङ्गली कुकुर जस्ता वन्यजन्तुहरू पाइन्छन्। नेपालको राष्ट्रिय चरा डाँफे, मुनाल, कालिज लगायत झण्डै 270 भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू यहाँ पाइन्छन्, जसले गर्दा यो चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो। खप्तड घुम्नका लागि चैतदेखि जेठ र असोजदेखि मङ्सिरसम्मको समय सबैभन्दा उपयुक्त मानिन्छ। काठमाडौँबाट हवाई जहाज वा बस मार्फत धनगढी वा अत्तरिया पुगेपछि डोटीको सिलगढीसम्मको गाडी यात्रा गर्नुपर्छ। सिलगढीबाट पैदल यात्रा सुरु हुन्छ। बग्लेक हुँदै झण्डै 1 देखि 2 दिनको पैदल यात्रापछि खप्तड राष्ट्रिय निकुञ्जको मुख्यालय पुग्न सकिन्छ। अहिले अछाम वा बझाङ तर्फबाट पनि विभिन्न मार्गहरू प्रयोग गर्न सकिन्छ।